छोराले अहिले कारमा नमस्कार कार भन्दै हिँडेको छ त्यो सम्पत्ति छ। अब अहिले हेर्नु छोराले बिजा बाबुले चप्पल पड्काएर हिँड्छ। हेर्नुहोस् त नखाए न लाए न दान गरे। अहिले न दान गर्यो न खाए तेस्रो गति के हुन्छ? नाश। नाश भन् नखायो न दान गर्यो बाँकी रह्यो नाश भयो। र अनि यस्तै प्रकारले सारा चरित्र महिमा वर्णन गरेको छ। त्यसै कारणले धनका कुराहरू र अनि अर्काको ऋण खाएर कहिले नमर्नु। अर्काको अहिले यहाँ तिर्न परेन नभन्नुहोस्, माथि गएपछि पनि धन तिर्नको निमित्त धरातलमा आउनुपर्छ। कोही अपाङ्ग कोही लाटा कोही लङ्गडा त्यसो चाहिँ भएर जन्मेर त्यसलाई ऋण तिरेको तिरै गर्नुपर्छ। त्यसरी सकभर चाहिँ पूर्व जन्ममा ऋण खाएकाले अहिले ऋण कुनै न कुनै उपायले लिनको लागि हाम्रो धरातलमा आउँछन् है। त्यसरी सकेसम्म ऋण खाएर पनि मर्न नपरोस्। तिर्छु भन्दा भन्दै मऱ्यो त केही लागेन, तिर्न नपरे हुन्थ्यो भन्ने भाव चाहिँ नहोस्। र अनि यस्तै प्रकारले यो सारा चरित्र महिमा वर्णन गर्नुभयो। यो सारा गरुड पुराणको महिमा अत्यन्त अपहार महिमा छ। यसकारण यो त मृत विषपानेन कस्तो भयो यसै बडा। र यस्तै प्रकारले सारा चरित्र महिमा वर्णन गर्नुभयो। प्रभु परमात्मा हजुरले के समय गर्न चाहनुहुन्छ भने जब निवेदन गर्दै जान अज्यायाजको विप्रस भवेद ग्राम सुकर खरवै बयाजित्वाको निमन्त्रण भोजनात्। अनि यस्तै प्रकारले प्रभु परमात्मा नडाकिकन जाँदा चार ठाउँमा राम्रो हुन्छ। कहाँ कहाँ नडाकिकन जाँदा एउटा यज्ञमा कार्यमा यज्ञमा मलाई न्युता आन भन्नु परेन जानु। यस्तो जस्तै पुराण यहाँ भयो नि, पुराण सुन्न आउँदाखेरि मलाई त्यहाँ को हो के हो भने होइन दिपक साउदाले भनेका छन् फलानाको बेलबहादुर ज्यूको देवसान भएको छ, छोराहरूले बस्या क्रिया भयो, भेट्न नि पाइने कथा सुन्न नि पाइने जान पर्यो भनेर आउनु। यहाँ कुनै बोलाउन परेन कथा सुन्नलाई एउटा। र अनि यस्तै प्रकारले अर्को चाहिँ गुरु कहाँ जानको लागि बोलाउन पर्दैन, साधु सन्त गुरुहरू कहाँ जान बोलाउनु पर्दैन। अर्को चाहिँ माइत जानको लागि बोलाउनु पर्दैन। अर्को चाहिँ डक्टर वा वैद्य कहाँ जानको लागि बोलाउनु पर्दैन। चार ठाउँमा नबोलाइकन जान सकिन्छ। यो सतीले भगवान् शिवलाई चाहिँ निवेदन गर्नुभएको, तिमी माइत नजाऊ नजाऊ तिमीलाई बाले डाकेनन् भन्दाखेरि भगवान् चार ठाउँमा नडाकिकन गए हुन्छ भनेर चाहिँ सतीले भगवान् शिवलाई चाहिँ यी निवेदन गर्नुभएको छ। र अनि यस्तै प्रकारले यो सारा चरित्र महिमा वर्णन गर्नुभयो। अब हजुरले के श्रवण गर्न चाहनुहुन्छ भने जब निवेदन गर्दै जाँदा गुरुम हु कृत्यम तु कृत्यम विप्रम निर्दत्य वादत अरण्ये निर्दले देशे जायते ब्रह्म राक्षस। अनि यस्तो प्रकारले फेरि निवेदन गर्नुभयो प्रभु गुरुलाई तत्तर मम गर्ने, आफूभन्दा ठुलालाई तत्तर मम गर्ने, नटेर्ने, अत्यन्त दुर्वचन बोल्ने अनि जथाभावी बोल्ने यस्तो गर्यो भने कोही मान्छे नभएको शून्य वनमा चाहिँ के हुन्छ त भन्दा ब्रह्म राक्षसहरू जन्म हुन्छ। प्रभु प्रमा त्यसै कारणले गुरुको आदर गर्नु, माता पिताको आदर गर्नु, आफूभन्दा ज्येष्ठलाई चाहिँ आदर गर्नु, सानालाई के गर्नु माया गर्नु। सती देवीले बानी के गयो दक्ष बराबरले सती देवी शिवले बिदा नदिने बन्दा अग्नि आम्फाले मरिन्। त्यहाँ माइतको श्राप लाएर माइतको श्राप लाएर सती पनि माइते भएनन्। अब यस्तै प्रकारले अब यस्तो हो मामाले सोध्नु है एकदम राम्रोसँग यति छोटो उत्तर दिन्छु है, राम्रो है छोटो उत्तर है मामाले सोध्नु भयो। अब समय छ ठिक छ केही बात छैन। अनि यस्तै प्रकारमा यही फेरि के भयो त भन्नु चाहिँ अब प्रभु परमात्मा भगवान् शिव शङ्कर भोलेनाथको चरणमा शिव भनेको के हो स इ र ब मिलेर के भन्छ शिव बुद्धिजी शिव स इ ब अनि ब अनि बिचको इ झिक्दिने भने के भयो रह्यो शव। शव भने के हो मरेको लास। त्यसैले भगवान् शिव भनेको चैतन्य हामीलाई चेतन बनाउने शिव। यी कहाँ झिक्दियो चैतन्य कहाँ झिक्दियो भने लास भयो। शिव र शव बुढी होइन यति वेदान्त भने है। र अनि यस्तै प्रकारले प्रभु परमात्मा वेदान्त यहाँ फेरि बुझ्नुहुन्न त्यसो कथातिर मात्र गर्दै मैले यो सारा चरित्र महिमा वर्णन गर्नुभयो। अब हजुरले के श्रवण गर्न चाहनुहुन्छ भनेर निवेदन गर्दै जाँदा अब पार्वती अर्थात् उनी जगत जननी सती देवीले निवेदन गर्नुभयो माइत त्यत्रो विशाल यज्ञ। पहिला पहिला के थिए मनोगामी विमान थियो, नारदहरू तिनीहरू सबै आकाशमा उडेर सरर दक्ष प्रजापतिको यज्ञमा आएका थिए। अहिले तेल हाल्नुपर्छ, पेट्रोल हाल्नुपर्छ, त्यसरी पर्छ। त्यस्ता बने थिए हाम्रो शास्त्रमा यस्ता छन्।
है यो शास्त्रको प्रयोग पश्चिमी मुलुकले गरे हामीले दुनो डबरी तामाङ मात्र हान्ने भयो अनि यस्तै प्रकारले हामी अलि पछि पनि यही शास्त्र प्रयोग गऱ्यौँ उनीहरूले जहाज उडाए तर हामी चाहिँ उनीहरूले बनाएका चढ्ने मात्रै अनि यस्तै प्रकारले प्रभु परमात्मा सारा यी सबै हाम्रो शास्त्र हुन् हाम्रो शास्त्रमा बाहेक उनीहरूले केही गरेका छैनन् आइतबार राखे हामीले त आइतबार भन्थ्यौँ उनीहरूले के भन्थे सन्डे भने के फरक भयो आइतबार भनेको सूर्य होइन हामीले सोम भन्यौँ सोम भनेको चन्द्रमा उनीहरूले मन्डे भने केही फरक छैन के र अनि यस्तै प्रकारले सारा चरित्र महिमा वर्णन गर्नुभयो अब हजुरले के सनगम चाहनुहुन्छ भने जब निवेदन गर्दा सती तिमी जान हुँदैन भन्दा भन्दै पनि गइन् त्यो सबैलाई थाहा भयो र गएर माइत चाहिँ दक्ष प्रजातिले भनेको कुरा सहन नसकेर मरिन् त्यो पनि सबैलाई थाहा छ अब एउटै कुरो रह्यो मामाको माइत गएको माइत हेला गरेपछि घर किन फर्किनन् घर त शिव थिए नारीको त माइत हेला गरे घर हेला गरे माइत अनि यसै माइत भनेको माइत भनेको माई भनेको के हो आमा जहाँ आमा छन् आमा भएको शब्दबाट माइत भन्यो है र अनि त्यसैले आमा जस्तो प्यारो जगतमा कोही हुँदैन माई नामै माइत र अनि यस्तै प्रकारले सारा चरित्र महिमा वर्णन गरी बक्स्यो अनि आम फाल्नुभयो कारण एउटै छ यही फेरि के भयो त भन्नुहुन्छ भने प्रभु सुनिबक्स्योस् सती र शिवशङ्कर भोलेनाथ जाँदा जाँदा अगस्त्य ऋषिले चाहिँ यस्तै भागवत लगाएको ठाउँमा पुगेछन् सती र को शिव महायज्ञको ठाउँमा गएर पलेटी कसेर सती र शिवले यसरी कथा श्रवण गरिबक्स्यो र जब गर्दै 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 जानुभयो सब अगस्त्यजीले भन्नुभयो सारा कुरा कथा भन्नुभयो कथा समापन भयो र जब सती र भगवान शिव फिर्ती सवारी भइबक्सेका थियो बिचै बाटोमा कुनै प्रभु परमात्मा श्री रामचन्द्र मर्यादा पुरुष श्री रामचन्द्रको दर्शन भयो जब दर्शन भइसकेपछि श्री शिवशङ्कर भोलेनाथले उरसा शिरसा दृष्टा मनसा वचसा तथा करभ्याम पदभ्याम जानुभ्याम साष्टाङ्ग प्राण उच्यते यस्तै प्रकारले 8 अङ्गले ढोगर गम पसार परेर अनि यसै बेलामा तपाईँ निराकार हुनुहुन्छ निर्गुण हुनुहुन्छ तपाईँ आत्मा हुनुहुन्छ तपाईँ चाहिँ ब्रह्माण्डका मालिक हुनुहुन्छ तपाईँ चिन्ताभन्दा बाहिर हुनुहुन्छ तपाईँ सारा तपाईँलाई केही चिन्ता छैन भगवान् जगतका मालिक भने डोगर्नुभयो अनि यता सतीले हेरिरहन् ए एउटा रावणले दुलै हरण गरेर सिधै भन्दै हिँडेका यी राम जगतका मालिक निश्चिन्तित केही चिन्ता नभएका भने ढोगर्ने ये बुढा त बाहिर दुलै दुलै भन्दै हिँडेका नि यस्ता हुन्छ नि भनिसकेपछि एक दिनको कुरा जब सती र भगवान शिव कैलाश गइबक्स्यो अनि त्यसै बेलामा केही छिनपछि शिवजी कतै जानुभएको थियो त्यही बेलामा यी शिवले ढोग त गरे म शिवले भनेको साँचो हो कि होइन म परीक्षा गर्छु भनेर चाहिँ सती के गइबक्स्यो के हुनुभयो सीताको रूप धारणा गर्नुभयो सीता बनिदिनु भयो अनि सीता बनेर चाहिँ रामको परीक्षा गर्नको निमित्त राम भएको ठाउँमा पुग्नु भएको थियो अब जगत जननी भगवान अर्थात् अन्तर्यामी परमात्मा भित्र हृदयमा विराजमान भएका श्री रामचन्द्र भगवानले नचिन्ने कुरै छैन यस सती खोइ पशुपति यापै भनिदियो है अब सतीलाई लाज मर्नुभयो अनि अब रामले भन्नुभयो सती तपाईँ चाहिँ मेरा शिव मेरा गुरु तपाईँ गुरु आमा भएको हुनाले मैले श्राप दिन म सक्दिनँ तपाईँ जानुहोस् भने चाहिँ रामले बिदाई दिनुभयो अनि यसै बेलामा जब सती चाहिँ दरबारमा आउँदा पुग्नुभयो कैलाशमा अनि भगवान शिव चाहिँ कतैबाट आउनुभएको थियो सतीले अङ्खरामा पानी लगाएर आत्मन गर्न गोडा घुम्छु भनेर जानुभएको थियो गोडा नछौ सती अब तिमीले गोडा छुने अधिकार छैन तिमी कहाँ गयो म कहीँ गइन पर्यो ए अझ ढाँट्यौ मलाई थाहा हुँदैन तिमी रामस्य गुरु शिव शिवस्य गुरु राम रामका गुरु शिव शिवका गुरु राम मेरा गुरु श्री रामचन्द्र हुनुहुन्छ आज रामचन्द्रको पत्नी सती तिमी सीता बनेर चाहिँ रामको परीक्षा गर्न गयौ तिमी सीता बनेको हुनाले तिमी आजबाट मेरी गुरु आमा भाउ अब बस्न लायक छैन अर्को जन्ममा भेटौँला यो जन्ममा तिमीलाई बिदाई भने चाहिँ भगवान शिवले चाहिँ बिदाई दिएको हुनाले माइत नफर्किकन घर नफर्किन हाम फालेको कारण यो हो कुरो बुझिबस्यो होइन बाबा मामा अनि यस्तै प्रकारले यो शिव पुराणमा छ।